यो जर्नी चाहिँ हाम्रो तिनजुरेसम्मको त्यहाँदेखि बाटोहरू पनि स्टिफ हुनाले गर्दाखेरि चाहिँ हामी बिस्तारै बिस्तारै अगाडि बढिरहेको थियौँ अनि सबैजना उकालो हुनाले गर्दाखेरि चाहिँ धेरै थाकेको अवस्था पनि थियो है हाम्रो चाहिँ। जर्नीलाई सजिलो पार्न लागि हामी हाँस्दै खेल्दै अगाडि बढिरहेको थियौँ अनि भन्ने गर्छन् डिफिकल्ट रोड्स अफेन लिड टु ब्युटिफुल डेस्टिनेसन। त्यस्तै नै रुको ऐसे नहीं शुरू से दिखाता हूँ। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु द च्यानल। इट्स मार्टिन राई एन्ड ह्याप्पी होली टु अल। अन्त आज चाहिँ होलीको सानो राइडमा निस्किँदैछु कुकुलीसँग एन्ड कुकुलीको साथीहरू पनि हुनेछ। आज चाहिँ इलेक्ट्रिक गाडी पनि कुद्दैछ त, जाउँ बस। बस्ने कि नजाने हो। सो रेडी टु गो भइसक्यो हामी चाहिँ। अब यहाँदेखि निस्किन्छौँ। अहिले टाइम भइसकेको छ, अरे कति भयो टाइम एक्ज्याक्ट टाइम चाहिँ भइसकेको छ 7:47 हो। लेट भइसकेछ हामीले। ल यहाँदेखि चाहिँ अब निस्क्यौँ। अरू कहाँ कहाँ पुगिसक्यो पुगुली? 0 भन्दाखेरि पनि कता वाइटलपट्टि आउनु भन्दैछ होइन? वाइटलमा आउनु भन्दैछ होइन? यहाँनिर बसेर फोन गर ल, यहाँ ठुलो जग्गा छ कि यहाँ बस्नु मिल्छ। यो हाम्रो सधैँको मिटिङ पोइन्ट हो। अब नचढ्दा हुन्छ पर्ख, मेरो ज्याकेटले पो फोन निकाल्नु दिन्छ दिँदैन। A few moments later. टाइम भने चाहिँ 7 बजीको 8 बजिसक्यो, 8 भइसकिसक्यो। अन्त अझै भने पनि सबैजना आइपुगिसकेको छैन। अनि यहाँ चाहिँ जाने समाधान भन्दा पनि बेसी चाहिँ हामी भेला भइसकेको छौँ। खै केमा जाने हो मलाई त खासै प्लानको बारेमा याद पनि छैन। अनि हेरौँ अहिले एकछिनसम्ममा चाहिँ के हुन्छ। अनि एक टिम चाहिँ अझै तल लिनु पनि गएको छ एन्ड अझै 2टा स्कुटी बाइक 3टा आउँछ होला। हेरौँ त्यहाँदेखि अहिले चाहिँ यहाँ 5 जना, मसँग 6 जना अनि 2 जना चाहिँ लिनु गएको छ। गर्दाखेरि 7-8 जना चाहिँ भेला भएको थिएछौँ। अब हेरौँ कति टाइम लाग्छ। लेट्स सी। बाइक चाहिँ यहाँ छ। आज लोड पनि बेसी नै छ। आया लेट्स सी अहिले के हुन्छ हेरौँ होइन। जाउँ ओहो बस बस। ल त अब भने चाहिँ स्टार्ट भयो। यही त हाम्रो राइड। Standing in a crowded room and I can't see your face. Put your arms around me, tell me everything's okay. In my mind I'm running round.
सो त यहाँनिर चाहिँ अहिले 3टा स्कुटी छ, अगाडि एउटा बाइक र एउटा स्कुटी गइसकेको छ। उहाँहरू चाहिँ तेल हाल्दै गर्छ। त्यहाँदेखि अब एकैचोटि अब माथि कतिजना रहेछ के रहेछ एकैचोटि तपाईँहरूलाई देखाउने छु है, किनभने अहिले त एकदमै रसमा भयो नि त, सबैजना एक ढिलो गरेर चाहिँ अन्त छिटो छिटो गरेर हिँड्नु पऱ्यो। बागथाङ फल्स आइपुगेको अवस्था। आज चाहिँ रमाइलो चाहिँ हुने हो खासै भन्नु पर्दाखेरि। घाम लागेको भए चाहिँ, घाम लाग्दैन भने चाहिँ सबैको बिजोक खानेकुरा पनि चिसो हो। त्यहाँदेखि चाहिँ अझै पानी परिदियोस्, होपफुली पानी चाहिँ नपरोस् भन्ने प्रे गरौँ सबैजना भएर। अनि त्यही भन्दै आजको राइडलाई चाहिँ अब कम्प्लिट गरेर फर्किनुपर्छ। सबैजना एक्साइटेडमा छ, हेरौँ अब आज चाहिँ प्रायः जस्तो सबै केटी मान्छेहरूको राइड देख्न सक्नुहुनेछ। अनि कति 4टा स्कुटी होला, 4वटा स्कुटी, 2टा बाइक, 6वटा रहेछ जम्मा। आज 6वटा 2 व्हिलर लिएर हामी निस्किँदैछौँ। लेट्स सी अगाडि गएर डर लागेको छैन नि। बल्ल पुरा आएछ हौ रोडमा कि, अन्त अब तिमीलाई 20 अलिक स्पिड कुदाउनु पनि भएको छैन, चिसो लाग्छ होला फेरि। ठिकैकोमा जाउँ ल। माथि बस्नु। झरन अहिले उहाँदेखि चढ्दा हुन्छ। चेन लूज हो गया और ल्यूबिंग भी करना। ल्यूब भी डालना है थोड़ा बहुत। अच्छू सो बाइकलाई अलिकति तयार गरिहालौँ, त्यस पछाडि निस्किनुपर्छ। उकालो जान्छ पुगुली। चस्मा साह्रै ट्याप्पै टालेन, ठिक छ। वान डे भनेछ अरे मेरो सपना अगाडि जाँदैछ हेर न। हेलो, यतातिरको त झन् खत्तम भएछ त रोड त हेरेर। रक्सी 4 माइल नगएको कति भयो पुगुली। दाडा पक्ड ल। एकछिन 1300 पुगिहाल्नु ल।
झर्नु आँट्यो ऊ सुल्केर त मलाई पनि पार्यो कस्तो उकालो भएछ है फेरि यो डिस्टर्ब गर्यो नि त गाडीले कि अब उहाँनिर जानुपर्छ सबैजना एकछिन जरा हजुर ए अहिले गेटमै है ए त्यही त हामी पनि त्यही भनेको नि हिलो पनि छ अहिले यता त्यहाँनिर पार्किङ दिन्छ ए गेटको उतापट्टि छ नि गेटदेखि भित्र हिँड्नु सबैजना कि गेटको उतापट्टि पार्क गर्नुपर्छ हिँडेरै जानु अरे अब होइन हिलो पनि छ छनु चाहिँ त्यहीँ रहेछ टिकट पनि उहाँ परै राखौँ त्यो गेटदेखि भित्र ऊ पर गेटमै रहेछ अहिले टिकट पनि सो अब यहीँसम्म होला अब चाहिँ हामी उकालो लागेको अनि आधी हाम्रो एक ग्रुप चाहिँ अगाडि लागिसकिसकेको छ अनि एक ग्रुप चाहिँ पछाडि नै रहेको छ त पर्खिरहेछु हेरौँ आजको यहाँ आइपुग्दा चाहिँ मौसमले सही हुँदैछ है त तर योपालि चाहिँ खत्तमै भएको छ रोडहरू चाहिँ योहरू चाहिँ सो हेरौँ यहाँ पर्खेर सो यहीँदेखि स्टार्ट भइसकिसकेको छ डिस्ट्रिब्युसन चाहिँ अहिले नै सबै मान्छे थाकेको जस्तो छ लट्ठी चाहिने भइसकिसक्यो सबैजना खास जग्गा चाहिँ यहाँदेखि हो अब यो चाहिँ फाम्बुङ्लो भन्छ होइन यो एरिया चाहिँ यताहरू पनि थुप्रैजना हुनुहुँदो रहेछ आज चाहिँ यता पनि अब चाहिँ खास ट्रेकिङ स्टार्ट हुन्छ है यो चाहिँ फाम्बुङ्लो एरिया तपाईँहरू देख्न सक्नुहुनेछ यहाँ चाहिँ फुलदेखि लगेर तपाईँहरूलाई मेन एरिया हो गाइस अब भने चाहिँ म चाहिँ यहाँ आन्टीहरूको पछाडि फोटो खिचिदिएँ होइन अलिकति त्यहाँदेखि चाहिँ अगाडि बढ्दैछु अब चाहिँ लेट्स अब आजको ट्रेकिङ चाहिँ यहाँदेखि स्टार्ट हुँदैछ अगाडि सबैजना अगाडि छ है म चाहिँ पछाडि अन्त हेरौँ आज कहाँसम्मको चाहिँ हाम्रो ग्रुपले चाहिँ एनर्जी बचाउने रहेछ होइन त्यहाँसम्म पुगेर फर्किनेछौँ हाम्रो टार्गेट चाहिँ छ आज 3 जुरे डाँडासम्म अन्त अन्त म चाहिँ सबैजनाले चाहिँ हेलमेट तलै छोडेँ होइन मैले चाहिँ हेलमेट चाहिँ बोकेर लेट्स गो यो जग्गाहरू चाहिँ मैले पहिला पनि देखाइसकेको छु होइन मेरो च्यानलमा चाहिँ तपाईँहरूलाई याद भएकै कुरा हो यो फाम्बुङ्लो एरिया एन्ड तल चाहिँ यहाँनिर टेन्टहरू लगाएर पनि बस्न सक्नुहुन्छ एन्ड यो फाम्बुङ्लोको एरिया चाहिँ अलिक माथिसम्म छ होइन चुली वे टु लकहट यहाँ माथि छ त्यो चाहिँ देख्न सक्नुहुन्छ अहिले नै चिसो हावा आउनु थाल्यो चिसो हावा चल्नु थाल्यो सो गाइस त्यही नै हो अब बाटोमा देखाउँछु तपाईँहरूलाई ओके
म्युजिकले त डल्लै कपिराइट लाग्ने रहेछ यहाँसम्म मात्रै गरौँ है त्यहाँदेखि चाहिँ हामी सबैजना बसेर फोटो खिचेको है यस्तो छ जग्गा चाहिँ ल केही भनिदिनुहुन्छ मेरो च्यानलमा हजुर दादाको च्यानलमा स्वागत छ होइन हामी अघि स्वागत भइसक्यो होला यहाँदेखि चाहिँ हाम्रो सुरु भएको लेट्स गो सुरुमै हामी चाहिँ साम किन्छु भनेर ओ डन्टी अब किनेन ओ गाइस वी गॉट डन्टी यु डोन्ट वान्ट I don't want. अब चाहिँ यहाँदेखि चाहिँ हामी स्टार्ट हुन्छ 10 ways to be a good wildlife tour. यहाँदेखि एन्ट्री भयो अब चाहिँ स्टार्ट भयो अन्त अब चाहिँ यो जङ्गललाई चिरेर चाहिँ माथि डाँडामा पुग्नुपर्छ हाम्रो अहिले नै सबैले एनर्जी वेस्ट गर्दैछ होइन यहाँदेखि उकालो चाहिँ हेरौँ कति चाहिँ रहेछ सबैको एनर्जी हेर्दैछौँ कोकोली चाहिँ अलिक मजाले जिउलाई भारी गर्दैन यस्तोमा चाहिँ किन भन त टुलु टेक्यो भने माथि माथि चिप्लेला नि यो झारपत्ताहरू छ त त्यही भएर ओके आधी बाटो पनि आएको छैन सबैजना छरप्रष्टै भइरहेछ अहिले चाहिँ कोही कहाँ यहाँ चाहिँ हामी 2-3 जना मात्रै अगाडि बढ्दैछौँ होइन 5 जना मात्रै अनि हेरौँ सबैले एनर्जी चाहिँ यही वेस्ट गर्दैछ होइन यहाँ 1300 जग्गामै अझै स्टिफ जग्गा आउनु बाँकी नै छ माथि लेट्स गो अगाडि 3 जना हामीसँग 5 जना मात्रै अगाडि बढिरहेछौँ हाम्रो ग्रुपको चाहिँ अझै पछाडि अरू ग्रुपको पनि हुनुहुन्छ उहाँहरू पनि अगाडि बढिरहनु भएको छ मजाले बनाएको छ दाउरा रुख लगाएर अब चाहिँ तर कुहिँदै रहेछ फेरि यहाँको फेरि गर्ने बेला हुँदै रहेछ रेनोभेसन गर्ने बेला हुँदै रहेछ है त गाइस यो चाहिँ 3rd जुरे होइन 3 जुरे चाहिँ छ सबैजना रेस्ट एन्ड फाइनल टापुमा चाहिँ आइपुगिसकेका छौँ हामी चाहिँ अब चाहिँ यो लास्ट डाँडामा आइपुगेको थियौँ हामी चाहिँ अब यहाँदेखि रिटर्न ब्याक जाँदैछौँ किनभने कुहिरोले केही नदेखिने भयो नि त यहाँदेखि त सो अब यहाँदेखि बिस्तारै बिस्तारै फेरि ब्याक हुनुपर्छ हामी चाहिँ होइन ब्याक हुने होइन हिँड्नुहोस् आधारहरू चाहिँ यस्तो भइसकिसक्यो सबैजना चाहिँ यहाँ बिसाइरहेछ माथि एक लट झर्दैछ है हेब्बी साह्रो परिरहेछ माथि त अब एकजना झऱ्यो भने त फेरि
रिटर्न हुँदै गरेको अवस्था तर असिना पर्दैछ जग्गा जग्गा चाहिँ है असिनाले भेट्ने रहेछ आज चाहिँ देख्न सक्नुहुन्छ असिना झर्यो तो गाइस अब यहाँदेखि चाहिँ फाइनल सबैजना ल त गाइस हामी चाहिँ फर्केर पनि अब चाहिँ बोझोघारी आइपुग्यो